नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको प्रसङ्गबाट। मध्य प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले आगामी आर्थिक वर्षको बजेट शुक्रबार प्रदेश सभामा प्रस्तुत गरेका छन्। प्रदेश सभामा अर्थमन्त्री यादवले 44 अर्ब 11 करोड 46 लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। कुल बजेट मध्ये चालुतर्फ 18 अर्ब 21 करोड 76 लाख, पुँजीगततर्फ 25 अर्ब 69 करोड 70 लाख र वित्तीय व्यवस्थापनतर्फ 20 करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअघि चालु वर्षका लागि 46 अर्ब 91 करोड 48 लाख 88 हजारको बजेट ल्याएको थियो, जुन चालु आर्थिक वर्षभन्दा 2 अर्ब 88 करोड 2 लाख कम छन्। अर्थमन्त्री यादवले बजेट कार्यान्वयनका लागि स्रोतको रूपमा आन्तरिक राजस्वबाट 4 अर्ब 37 करोड 1 लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट 11 अर्ब 3 करोड 19 लाख र समानीकरण अनुदानबाट 7 अर्ब 41 करोड 50 लाख रुपैयाँ परिचालन गरिने बजेट भाषणमा उल्लेख गरेका छन्। चालु आर्थिक वर्ष विनियोजन बजेटबाट बचत हुने नगद मौजदात 12 अर्ब 90 करोड 11 लाख, विशेषण अनुदान 49 करोड, सम्पूरक अनुदान 98 करोड, सशर्त अनुदानबाट प्राप्त 4 अर्ब 56 करोड 85 लाख रुपैयाँ परिचालन गरिने जनाइएको छ। तर प्राप्त स्रोतबाट 2 अर्ब न्यून हुने देखिएकोले आन्तरिक ऋणबाट सो रकम उठाइने बताइएको छ। सरकारले केही पुराना योजनालाई निरन्तरता दिएको देखिन्छ, तर अघिल्लो सरकारको केही योजना कटौती पनि गरिएको छ। कतिपय योजनालाई चालु वर्षपछि सम्पन्न गर्ने लक्ष्य राखेको छ। कृषिलाई प्राथमिकतामा राखेर सरकारले बजेट ल्याएको छ। कृषिमा विद्युतीकरणको लागि 40 करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षमा एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेषण उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नमुना कार्यक्रमको लागि 10 करोड बजेट विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा किसान कार्ड समेत वितरण गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि 15 करोड छुट्याएको छ। हरेक खेतमा बानी किसानको आम्दानी नारा पनि ल्याएको छ। सरकारले समयमा बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयतर्फ क्यालेन्डर जारी गर्नेछ। संसदीय विकास कोषलाई निरन्तरता दिएको छ। यसको लागि 2 अर्ब 35 करोड विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा 5.5 अर्ब बजेट छुट्याएको छ। समग्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कुल 5 अर्ब 47 करोड 34 लाख 88 हजार बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा मानव सेवा आश्रममा घुम्ती स्वास्थ्य सेवाको लागि 5 करोड विनियोजन भएको बजेटमा उल्लेख छ। सो क्यालेन्डर अनुसार काम अगाडि नबढे योजना नै रद्द गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ। क्यालेन्डरमा भद्र मसान्तभित्र अनिवार्य रूपमा अख्तियार ल्याइसक्नुपर्ने र कार्तिक मसान्तभित्र योजना ठेक्का लगाइसक्नुपर्ने व्यवस्था रहनेछन्। योजना ठेक्का कार्तिक मसान्तभित्र नभए सरकारले योजना नै रद्द गर्नेछ। मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमले निरन्तरता पाएको छ। हेल्थ पार्कको लागि 5 करोड राखिएको छ। क्यान्सर रोग अस्पताल सुधार गर्न सरकारले 10 करोड विनियोजन गरेको छ। खेलेगा मधेस तो खेलेगा मधेस नारालाई सार्थक बनाउन प्रत्येक जिल्लामा प्रदेश स्तरीय रङ्गशाला बनाइने र 2083 सालमा हुने 11औं राष्ट्रिय खेलकुद मध्य प्रदेशमै गराउने 25 करोड विनियोजन गरिएको छ। मुख्यमन्त्री स्वच्छता अभियान यसै वर्ष सम्पन्न गर्ने सरकारको तयारी छ। यस कार्यक्रमले प्रभावकारी बनाउन टोल टोलमा फोहोर मलाई नाराको लागि 8 करोड छुट्याएको छ। शिक्षामा डोम, मुसहर, चमार, दुसाद, हलखोर जातिको बालबालिकालाई विद्यालयमा ल्याउन तथा टिकाउन शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खातामा 2000 दरले दिइनेछ। सरकारले वृक्षरोपणको लागि 5 करोड बजेट विनियोजन गरेको छ। सरकारले चालु वर्षमै लगानी सम्मेलन गर्नेछ। नदी नियन्त्रण तथा जल संरक्षण कार्यक्रमको लागि 30 करोड र एक जिल्ला एक नवीनतम पर्यटकीय क्षेत्र जस्ता कार्यक्रम आगामी वर्षको विशेष पर्यटकीय कार्यक्रम हुने अर्थमन्त्री यादवले घोषणा गरेका छन्। मध्य प्रदेश बेटी पढाओ बेटी बचाओ कार्यक्रम अन्तर्गतको साइकल वितरण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छैन। विगतको सरकारले खरिद गरेको साइकल वितरण हुन नसकेको कारण बजेट विनियोजन नगरिएको अर्थमन्त्री सञ्जय कुमार यादवले बताए। छात्राहरूलाई उच्च शिक्षाका लागि कन्या क्याम्पसलाई प्रोत्साहित गर्नेछौँ, उनले भने। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। मध्य प्रदेश भवन परिसरमा झण्डै 5000 साइकल अलपत्र परेको छ। प्रदेश सरकारले कक्षा 8 का छात्राहरूलाई विद्यालयमा निरन्तरताका लागि साइकल वितरण कार्यक्रम राखिएको थियो। मध्य प्रदेश सरकारले नीति तथा कार्यक्रममा कक्षा 12 का छात्रालाई निशुल्क ल्यापटप वितरण गर्ने घोषणा गरेको थियो, तर सो कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छैन। छात्राहरूलाई नियमित रूपमा सेनिटरी
प्याड निशुल्क रूपमा उपलब्ध गराउन सरकारले बजेटको व्यवस्था गरेको छ। दलित, डुम, दुसाध, मेस्तर लगायतका बालबालिकाहरूलाई विद्यालयमा निरन्तरताका लागि खातामा 2000 राख्न बजेट विनियोजन गरिएको छ। मध्य प्रदेशको 8 जिल्ला मध्ये कुनै जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेको छैन। मध्य प्रदेश सरकारले जिल्लाहरूमा रहेको प्रादेशिक अस्पतालहरूको स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ। सिराहा अस्पतालको स्तरोन्नति गरी 150 शय्या बनाइनेछ। जलेश्वर अस्पताललाई बाजोपनको उपचार गर्ने विशेष अस्पतालको दर्जा दिएको छ। सरकारले आयुर्वेद र योगमा पनि जोड दिएको छ। त्यसका लागि बजेट पनि विनियोजन गरिएको छ। जडीबुटी खेती र योगलाई सरकारले प्रोत्साहन गर्न बजेटको व्यवस्था गरिएको छ। प्रदेश सरकारले क्यान्सर अस्पतालमा जोड दिएको छ। स्वास्थ्यका लागि सरकारले झण्डै 14% बजेट विनियोजन गरेको छ। प्रदेशमा बाल अस्पताल हरेक जिल्लामा प्रयोगशाला सञ्चालकका लागि पनि बजेट विनियोजन गरेको छ। तर ज्येष्ठ नागरिकका लागि अस्पतालमा ओपीडी रसिद मात्र निशुल्क उपलब्ध हुनेछ। प्रयोगशालामा हुने परीक्षणलाई पनि सरकारले निशुल्क गरेको छ। तर औषधि, एक्सरे, अल्ट्रासाउन्ड, एमआरआई लगायतको सेवामा कुनै सहुलियत प्रदान गरिएको छैन। दीर्घ रोगीहरूलाई उपचारमा सरकारले सहुलियत उपलब्ध गराउने छैन। विगतमा दीर्घ रोगीहरूलाई उपचार खर्चमा सरकारले सहयोग गर्दै आएको थियो। प्रस्तुतिका लागि बजेटमा चर्चा गरिएको छैन। प्रदेश सरकारले समग्रमा स्वास्थ्य क्षेत्रमा राम्रो लगानी लगाएको बताइएको छ। नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्मा सत्याग्रहमा बसेका छन्। नागरिकता विहीन लाखौं नेपालीहरूको नागरिकता प्राप्तिका लागि उनले सत्याग्रहको सुरुवात गरेका छन्। सर्वोच्च अदालतबाट नागरिकता विधेयक सम्बन्धी आदेश नआउँदा लाखौं नेपाली युवा बिचलीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने माग गर्दै नेता शर्मा शुक्रबार दिउँसोदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रहमा बसेका छन्। यसअघि बुधबार जनकपुर धाममा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता शर्माले नागरिकता प्रदान गर्न आदेश अविलम्ब नआए असार 1 गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका छन्। नेपालको संविधान 2072 जारी भएको करिब 8 वर्ष भइसकेको र संविधान जारी भएको मितिले 3 वर्षभित्र संघीय संसदबाट कानून बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिए पनि राजद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए। नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भई क्षमता समेत अनेक वाहनामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनको आरोप छ। शर्माले भने संविधान बमोजिम नागरिकता पाउन अयोग्य 10 लाख भन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात गर्दै जेठ 17 गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालय तत्काल राजपत्रमा प्रकाशित गरेको थियो। तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि सर्वोच्च अदालत मार्फत षड्यन्त्र सुरु भएको छ। शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए। सत्याग्रह सुरुवात गर्ने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत, नेता अब्दुल खान, जसपा नेता योगेन्द्र यादव, महतरीको पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादव, लोसपाका सांसद राम प्रकाश चौधरी, लोसपा विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्र, प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह, अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटा, अखिल क्रान्तिकारीका उपाध्यक्ष सूर्यनारायण शाह, अधिवक्ता दिपेन्द्र झा, नेकपा माओवादी केन्द्र प्रदेश समितिका सदस्य लालबाबु शाह, नेकपा माओवादी केन्द्रका नेतृ इन्दु शर्मा लगायतकाहरू माइतीघर मण्डलामा उपस्थित भएका थिए। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड र टोप बहादुर रायमाझी सहित 16 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। शुक्रबार न्यायाधीश प्रेम प्रसाद न्यौपानेको एकल इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका 16 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। यसैगरी अदालतले यसै प्रकरणमा मुछिएका लक्ष्मी महर्जन र टम गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। अदालतले महर्जनलाई 5 लाख र गुरुङलाई 10 लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालो मोसो दलिएको छ। शुक्रबार दिउँसो 7-8 जनाको समूहमा प्रमुख शर्माको कार्यकक्षामा पुगेका युवाहरूले उनीमाथि कालो मोसो दलेका हुन्। यद्यपि कालो मोसो दल्नेहरूको पहिचान भन्ने खुल्न सकेको छैन। यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले प्रमुख शर्मामाथि कालो मोसो दल्नेहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।
उनले सीसीटीभी फुटेजको आधारमा उनीहरूको खोजी भइरहेको बताए। शिक्षकको सरुवामा घुस खाएको भन्दै शर्मालाई कालो मोसो दलिएको स्रोतले जनाएको छ। हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायु आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागमा थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाका सम्भावना रहेको छ। कोशी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।